आज चाहिँ मैले एउटा नयाँ माइक लिइरहेको छु। यो चाहिँ ग्रेनारो मोडल चाहिँ के छ पी समथिङ के छ हैन। यो इन्डिया अमेजन इन्डियाबाट मगाएको। यु क्यान अर्डर इट फ्रम डाइरेक्टली फ्रम इन्डिया है। एउटा इन्स्टाग्राममा पेज छ सिपसप नेपाल भन्ने, त्यहाँबाट तपाईँहरूले इन्डियाको सेभरल वेबसाइट्सबाट लिङ्कहरू पठाएर उहाँहरूले इन्स्ट्यान्ट रिप्लाई गर्नुहुन्छ। रिप्लाई गरेर अर्डर गर्न सक्नुहुन्छ। एकदम रिजनेबल प्राइसमा छ। सो मैले धेरै कुराहरू अर्डर गरिसकेको छु। ड्रोन ब्याग्स, ब्याकप्याक, पकेट 3 को ब्याग कभर्सहरू म टन्नै त्यहाँबाट अर्डर गरिरहेको हुन्छु। 10 to 12 डेजमा घरमै आइपुग्छ है। सो मैले चाहिँ लेटेस्ट चाहिँ यो एउटा ग्रेनारो वायरलेस माइक अर्डर गरेको होइन। दिस इज डुइङ प्रिटी गुड जब। यसमा 3 लेभल्स अफ एक्टिभ नोइज क्यान्सलेसन रहेछ। यो नर्मल भयो होइन, नर्मलमा भयो। अब यसमा यहाँ तल एउटा क्लिक गऱ्यो भने एकचोटि यहाँ ब्लिङ्क गर्दो रहेछ होइन। त्यो ब्लिङ्क गरेपछि यसमा फर्स्ट लेभल अफ एक्टिभ नोइज क्यान्सलेसन भयो। फेरि मैले यसलाई एकचोटि क्लिक गरेँ भने हेर्नु त्यहाँ डबल ब्लिङ्क गरेँ नि, यो चाहिँ सेकेन्ड लेभल अफ एक्टिभ नोइज क्यान्सलेसन रहेछ। मैले टेस्टहरू गर्दा चाहिँ सेकेन्ड लेभल अफ एक्टिभ नोइज क्यान्सलेसनमा चाहिँ एकदम राम्रो काम गरिरहेछ। फेरि एकचोटि क्लिक गरौँ, 3 टाइम्स ब्लिङ्क गर्यो। यो भनेको थर्ड लेभल अफ एक्टिभ नोइज क्यान्सलेसन रहेछ। एकदम राम्रो लाग्यो कि मलाई, सानो होइन, एकदम इन्स्टान्ट युजको लागि पकेटमा लिएर हिँड्दा फेरि यो एकदम डिसेन्ट छ। फेरि यसलाई म एक्टिभ गरेँ, फेरि यस्तो ओभर नोइज दिन्छ होला। यसमा बक्स पनि आउँछ, चार्जिङ बक्स, अनि कम्स विथ 2 ट्रान्समिटर। अर्को पनि एउटा ट्रान्समिटर छ, दुईजना मजाले युज गर्न मिल्यो एकैचोटिमा। प्लस यसमा टाइप सी रिसिभर हुन्छ। अनि एउटा कम्बो प्याक अर्डर गऱ्यो भने सानो लाइटनिङ एट्याचमेन्टको लागि एउटा सानो एक्सटेन्डर पनि छ होइन, जुन चाहिँ टाइप सीमा कनेक्ट गरेर आइफोन 14 प्रो म्याक्ससम्मको लागि पनि युज गर्न मिल्छ, त्यसमा छ। प्लस यसको अर्को अझ राम्रो कुरा भनेको यसमा म अर्को ट्रान्समिटर होइन, यसमा चाहिँ यो पनि अटो कनेक्ट भयो है झिक्ने बित्तिकै। यसमा चाहिँ म्याग्नेटिक क्लिप, एकदम यति थोरै प्राइसमा पनि म्याग्नेटिक क्लिप आउँछ कि यु क्यान है। यो क्लिप म्याग्नेटिक कनेक्ट गरेर यहाँ तपाईँले कपडाहरूमा क्लिप गर्न पनि सक्नुहुन्छ कि। यो चाहिँ मलाई एकदम मन परेको फिचर हो कि यसको। क्लिपर पनि छ यसमा होइन, यसमा क्लिपर पनि छ, तर स्टिल हुन्छ नि म्याग्नेटमा क्लिप गर्न यति सानो। यो रिजनेबल मैले कति दिएँ 2500 पहिला, 20 पछि 4500 अराउन्डमा मैले यो पाएँ। मसँग यो 30,000 को DJI को माइक मिनी पनि छैन। अब यो किन यति कस्टको यत्रो एक्सपेन्सिभ लिन पऱ्यो। यसले नै डिसेन्ट क्लोज रुममा त एकदम राम्रो काम गर्ने रहेछ कि। प्लस यसमा है रिभर्ब मोड पनि छ क्या है, चेक गर्नु त रिभर्ब मोड चाहिँ कस्तो छ। सायद डबल क्लिक गर्ने होला। डिम तरिकाले ब्लिङ्क गर्दैछ, यो भनेको सायद रिभर्ब मोड एकको साउन्ड आइरहेको होला होइन। यसमा रिभर्ब मोडमा पनि फेरि 3 लेभल्स अफ एक्टिभ नोइज क्यान्सलेसन नै छ। अब यसमा एक क्लिक गऱ्यो भने सायद फर्स्ट लेभल अफ एक्टिभ नोइज क्यान्सलेसन गयो होला। नर्मल ब्लिङ्क गरेर यो गरेर इन्डिकेटर्सहरूमा चाहिँ अलिकति पानी पार्नुपर्ने रहेछ, के गरेछ थाहा छैन। अब म सायद डबल क्लिक गरेँ भने फेरि नर्मलमा आउँछ कि। अहिले रिभर्ब नै आइरहेको होला, अहिले मैले चेक गर्नुपर्छ। डबल क्लिक गरेँ, एकदम यो भनेको एकदम कन्स्ट्यान्टली लाइट बल्यो भनेपछि यो रिभर्ब मोडबाट हट्यो होला। सो दिस इज गुड क्या, इन्स्ट्यान्ट युजको लागि मोबाइल डिभाइसेसको लागि युज गर्न ठिक छ। डिस्टेन्स पनि राम्रै कभर गर्छ भन्ने मैले रिभ्यू हेरेको छु। क्लोज रुमहरूमा यो गर्न त तपाईँहरू कन्टेन्ट क्रिएटर छ भने त दिस इज डुइङ प्रिटी गुड जब। धेरै राम्रो छ नि, साउन्ड पनि राम्रो आइरहेछ, राम्रो छ है। यो ग्रेनारो माइक मोडल चाहिँ के रहेछ, ग्रेनारो P10 रे, ग्रेनारो P10 भन्ने रहेछ है। मलाई चाहिँ मन पऱ्यो है, एकदम ठिक लाग्यो मलाई चाहिँ।